यहाँ सुतेको को पानी खनाइदिने जस्तो अनि रिस उठेर के हो म फर्केर के भयो भित्र बस सरी मुख छोपेर छिम्न जान्दिनेस् छिम्नु होइन कि म मात्रै गर्ने त हजुरहरूलाई नि सरोस् तेरो भिडियो बनाएको के तिम्रो मम्मीले तिमीलाई दुध दिएनन् र यस्तो भयो तिमी चाहिँ खाना दिन्नन् कामदारीहरू सबैले यस्तो ब्याग बोकेर जानुपर्छ गएर फेरि यस्तो काम गर्न पर्छ नि खुट्टा दुखेर यस्तो बिजोक हुन्छ नि काम गर्दाखेरि अन्त किन भिडियो बन्न गरेको बाघ हेर बाघ यो त बिरालो जस्तै छ राम्रै छ यो चाहिँ बाघ रहेछ कति मोटो मार्छस् होला है चापेर नि हात देऊ न यार कस्तो होला यस्तो यो त छुरो नि घिनै लाग्छ यसको आमाले यस्तोहरू चाल्छ टक 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 हिँड्दैन कस्तो छ यो घिनला यसको अनुहारहरू त जा तेरो भिडियो बनाएको के तिम्रो मम्मीले तिमीलाई दुध दिएनन् र यस्तो भयो तिमी चाहिँ खाना दिन्नन् नदिने छ नि रुन्चे रहेछस् र पो आफूलाई हेर मन लाग्छ ऊ त्यो आनन्द बस्यो नानीहरू छेउछेउमा आएर हुन्छ यार काम चाहिँ त खास छैन उहाँ फेरि पुरा मलाई हेरेर कि बिरालो हेरेर कि मसक हो देखा त्यसले चक्कर लाग्यो त्यो बिरालोलाई चक्कर लाग्यो अनि मैले बिहान यहाँ मलाई देखाएको थियो अहिले पनि म देखाउँछु कोही 1 मिनेटमा काम आउने त अलिक दिमाग खराब गर्दैछ एकछिन है कसको दिमाग खराब भएन उहाँको ठिक हुनुहुन्छ बोल्नु चाहिँ होइन बोल्नु भएन बहिनी के छ गुड मर्निङ कतिखेर उठ्यौ अरू उठे थाहा छैन के यही बस्नु पनि थाहा छैन मैले भोक लाग्यो यार पानी ल्याउ न बहिनी म पानी खान्छु यार म चिसो पानी खान्छु यस्तो गर्मीमा गोल खान्छ आन्टी तातो पानी बिहान उठेर तातो पानी खाने स्वास्थ्यलाई मन तातो पानी खाने ठिक हुन्छ होइन हो र बो चिसै रन खाने हो होइन उठेर के गर्यौ उठेर चिया साग खाएर आइसक्यो कताबाट उठाबाट आज तिमी काममा जान्छौ अनि के भन्छ अरे म्यासेज गर्ने कल गर्ने गर ल यहाँ सुतेको को पानी खनाइदिने जस्तो सुत्नेमा बहिनी मलाई पानी दे म पानी खान्छु मजाले सेउ गाइस सेउ
पानी खाने बेला जहिले पनि बसेर खानुपर्छ अनि ठिक हुन्छ अरे उठेर पानी खानु आमे आज दिनभरि यतै बस्न पाएन नि यार भोलि जानु पाएन भोलि जानु पर्ने यहाँ पाइन्न क्या बहिनी यार जानै पर्छ ए प्रभु तिमी किन यसरी लजाउँछौ भन अब किन लजाउँछौ के मसँग लजाउँछौ क्यामेरा देखेर लजाएको भन न हो ए आइफोनको होइन के लजाउनु पर्दैन स्यामसङको क्यामेरा हो नलजाऊ म त लजाउनु के रे सासूलाई हुकेर देखाउने हजुर सासूको दिदी बहिनीलाई कि देखाउने र टाइम पनि थिएन नि त सासू टाइम निकाल्न सकिने 5 मिनेट टाइम नि भएन ए खाएर जुत्ता लाउन सुख त पाइयो जुत्ता नलाग्ने आएको त त्यही छिटो गरेर भन्नुहुन्छ हामी चाहिँ अब कामदारीहरू सबैले यस्तो ब्याग बोकेर जानुपर्छ गएर फेरि यस्तो काम गर्न पर्छ नि खुट्टा दुखेर यस्तो बिजोक हुन्छ नि काम गर्दाखेरि अन्त गाह्रो हुन्छ अघि आएर त्यहाँ अगाडि बस्न पर्छ अघिमा अहिले त उहाँ अङ्कल बस्नुहुन्छ पछाडि बस्नुपर्छ कस्तो मेरो एउटा भिडियो बनाउनु पाइएन यस्तो आइपर मलाई म पछाडि बसौँ कि अगाडि बसौँ काखमा राखिस् यस्तो मोबाइल खेलाएको ढोका लाग्यो के रे कस्तो ढोका नलागेको अनि होइन अर्को के भन्नुभएको थियो धेरै तलाउनु पर्ने हो क्या तँलाई होइन अर्को के भन्नु त्यस्तै थिइने यहाँ आएर अलि ओभर बस्तो ला कस्तो ओभर एकदम ठुलिआमा सासूले भनेको नमान्ने सासूले भनेको नमान्ने अनि त्यस्तो होइन के त्यो त यसले त खै जम्मालाई सासू मात्रै पनि चाहिँ बिहा दिए जस्तो लाग्नु मलाई त बिहा गरेर के पाइन्छ भन्नु त त्यस्ता छोराछोरी त संसारले पाखन के एउटा नपाएकै हुन्छ त्यस्तो नभन्न हामी छोराछोरी भएर बाआमालाई के नै गर्न सकिन्छ त्यही हामी छोराछोरी र मैले आज मौका पाएँ यस्तो मोबाइल ठडाउने मौका पाएर मान्छेहरू आउन नै पर्यो विचित्र पर्यो उहाँ मैले काम गर्नु म मोबाइल पुरै गर्नु मेरो सासू यहाँ हुनुहुन्न र पनि मेरो सासूकै कुरा गाइदिनु सासू हेर्नु तपाईँ यहाँ नहुँदा नि तपाईँको मान्छेहरूले कति भुराइ जानुहुन्छ भन्ने कुरा थाहा भयो भुराइ हिन्दी भुराइ भनेको के हो दाइ नेपालीमा नराम्रो सोच हुन्छ नि त्यो नराम्रो सोच हो बुरा होइन कि बुरा भुरा भनेको बुरा हो कि भुरा होइन बच्चा हो नेपालीमा भुराहरू भनेको बच्चाहरू भनेको बेला न बेलाको समयमा आएर नसुत्न पाएँ राति बज्छु निन्द्रा नलाएर अनि 2 बजे निन्द्रा छोड 3 बजे निन्द्रा छोड 4 बजे निन्द्रा छोड घडीहरू चुट त्यति बजे हुन्छ घडीहरू चुट त्यति बजे हुन्छ नै बिहान म 6 बजे उठेर बहिनीसँग म्यासेजमा बोल्दै अनि दाइले बोलाउनु उठेर मात्रै म गएँ नुहाउनु गएँ अनि माथि आउँछु र
माथि आउँछ त पुरै म नि आउने गाडी नि जाने मलाई रिसै उठ्यो अनि रिस उठेर के हो म फर्केँ फर्किएर के भयो भित्र बस सरी मुख छोपेर छिम्न जान्दिनस् छिम्ने होइन कि म मात्रै गर्ने त हजुरहरूलाई नि सरोस् यदि मान्छे बोक्दा पनि एउटा न एउटा गरेर आएको त सरै सरै हुन्छ कि तिमी कस्तो काममा पर्ने कुनी दाइ सुरुमा कसलाई पुरै छोड्नुहुन्छ एक त्यसो